Welcome back guys for part 2. अहिलेसम्म हाम्रो तीनैजना भाइ मजाले खाँदै हुनुहुन्छ. अलमोस्ट 20 पिस भइसक्यो. दाइले आँख खोर्सानी नि बढाइदिइसक्नुभयो. उहाँहरू जोसमा खाएको खाइ हुनुहुन्छ. यो रातो धुलोको खोर्सानी पनि हाल्ने भन्दै हुनुहुन्छ र आलुभन्दा बेसी धुलो खोर्सानी छ. तर तीनैजना भाइले मजाले पानीपुरी खाँदै हुनुहुन्छ. गाह्रो भए पनि आफ्नो बेस्ट दिँदै हुनुहुन्छ. यत्रो अकबरीको अचार त्यति गर्दा पनि तीनैजना भाइले गिभ अप नगरिकन खाएको खाइ हुनुहुन्छ. 31 पिस पछि चाहिँ रिजन भाइले गिभ अप गर्नु भएको छ. उहाँले 31 पिस खानुभयो र अब हामीसँग हुनुहुन्छ निकेश भाइ र अङ्कित भाइ. पानी सकेर नि रिफिल भइसक्यो र उहाँले खाएको खाइ हुनुहुन्छ. एकचोटि भाइलाई सोधौँ है, कति खान सक्छ होला अझै? 42 पिस भइसकेको छ. दुवैजनाले खाएको खाइ हुनुहुन्छ र अहिले चाहिँ हाम्रो लास्ट 43rd पिस छ र 43rd पिसमा चाहिँ अङ्कित भाइले सक्नु भएन. एन्ड वी हेभ अ विनर. उहाँ चाहिँ हाम्रो विनर है. विनरको लागि चाहिँ हामीलाई एउटा स्पेसल गिफ्ट छ. यो चाहिँ एटमाइजर हो हैन. चाहिँ हामी ब्रान्डेड पर्फ्युम उहाँले मन पराउनु भएको जुनै पनि पर्फ्युम चाहिँ स्टोरमा गिफ्ट गर्नेवाला छौँ क्या. यो 10 ml एटमाइजरमा उहाँहरूलाई पनि हाम्रो स्टोरमा चाहिँ एउटा सरप्राइज छ है त.